वर्ल्ड कप क्वालिफाईको म्याचमा चाहिँ फ्रान्स र युक्रेन भिड्नेवालामा छन् एक टिम भने, अर्को टिम भने पोर्चुगल र आयरल्यान्ड भिड्नेवालामा छन् र चारै टिम पुरै राम्रै फर्ममा रहेको छ भने यता फ्रान्स र युक्रेनको कुरा गरौँ। फ्रान्सले चाहिँ लास्ट 5 म्याचमा चाहिँ 4 विन 1 लस बेहोरेको छ भने यता युक्रेनले चाहिँ 3 विन 1 लस र 1 ड्र रहेको छ। त्यही भएर पनि यो गेम चाहिँ खत्रै हुनेवाला छ र फ्रान्सलाई जित्न पनि धेरै गाह्रो पर्नेवाला छ। र यता आयरल्यान्ड र पोर्चुगलको कुरा गरौँ हैन, आयरल्यान्डको भन्दा चाहिँ पोर्चुगलको धेरै राम्रै फर्म रहेको छ अहिलेको पोजिसनमा हेर्नुपर्दा, किनभने लास्ट 5 म्याचमा चाहिँ 4 विन र 1 लस रहेको छ पोर्चुगल भने यता आयरल्यान्ड चाहिँ 2 लस 2 ड्र र 1 मात्रै विन रहेको छ। त्यही भएर पनि यो गेम चाहिँ पोर्चुगलले सहजै जित हासिल गर्छ जस्तो लाग्छ। र प्रेडिक्सनको कुरा गरौँ, फ्रान्स र युक्रेनको प्रेडिक्सनको कुरा गर्नुपर्दा चाहिँ 2-1 ले जित हासिल गर्छ फ्रान्सले जस्तो लाग्छ। र पोर्चुगल र आयरल्यान्डको कुरा गर्दा 2-0 ले चाहिँ पोर्चुगलले जित हासिल गर्छ जस्तो लाग्छ। र तपाईहरुलाई के लाग्छ र कति गोलको अन्तरले हार जित हुन्छ त, र वर्ल्ड कप क्वालिफाईको म्याच कस्तो हुन्छ हैन, लाइक कमेन्ट गर्न भने नछुटाउनु होला।